नमस्ते, मेरो नाम सम्झना बस्नेत। मेरो चाहिँ अस्ट्रेलियाको भिसा ग्रान्ट भएको छ, युनिभर्सिटी अफ वोllongongमा अनि मेरो सब्जेक्ट रहेको छ मास्टर्स अफ प्रोफेसनल अकाउन्टिङ, मेजर इन बिजनेस एनालिटिक्स। मेरो इन्कम चाहिँ लगभग 28 लाख थियो अनि सेभिङ चाहिँ 21 लाख थियो। मेरो यहाँको एक्सपिरियन्स भन्नुपर्दाखेरि चाहिँ मेरो एकदमै राम्रो भयो। यहाँको स्टाफ मेम्बरहरू चाहिँ एकदम भन्दाखेरि चाहिँ एकदम तारिफ गरे जस्तो हुन्छ, तर आई लाइक देम भेरी मच। म चाहिँ एकदम धेरै क्वेरीहरू राख्थेँ, धेरै क्वेसन्सहरू गर्थेँ होइन, अनि कति धेरै फोन गर्थेँ क्या म, तर कसैले रिसाउनु भएन, कहिले पनि कोही पनि रिसाउनु भएन। मलाई चाहिँ एकदमै मन परेको हो यहाँको बानी। मेन चाहिँ अब फाइनेन्सियल कुराहरू पनि एकदम मिलाइदिनु भयो मेरो। अनि त्यसपछि चाहिँ उहाँहरूको के त्यो स्टुडेन्टसँग बोल्ने एकदमै मन पर्यो मलाई। उहाँहरू कहिले पनि झर्किनु भएन। मेरो इन्कमहरू चाहिँ अब अलरेडी थिएन चाहिँ होइन, तर यहाँनिरको आएर चाहिँ मैले चाहिँ एकदम राम्रो गाइडेन्स पाएँ क्या, कसरी गर्ने, के गर्ने, कति सेभिङ गर्ने, अनि त्यसलाई कसरी ट्रान्ज्याक्सनहरू कसरी गर्ने भन्ने कुरा चाहिँ मलाई एकदमै राम्रो गाइडेन्स पाएँ होइन। अनि मेरो भन्नुपर्दाखेरि चाहिँ म एकदमै हजुरहरूलाई यो क्याटलिस्ट ग्लोबल पाथवे चाहिँ एकदम राम्रो सजेस्ट गर्न चाहन्छु। एकदमै राम्रो छ। थ्याङ्क यू।